पट्टीमा फेरि पनि बल पट्टीमा फाइदा यसको फाइदा फेरि पनि एसआइबिसीलाई 14 अरविन्द पाल 10 राम्रो प्रहार चान्स बल पाएको छ साउदी फ्रेन्चले लक्की बल पाएको छ अरविन्द पालले गुड प्रयास राम्रो प्रयास एसआइबिसी टिमको फेरि पनि एक नम्बर तपाईँ 15 बनाएको छ 15-10 खेला रेफ्रीको सङ्केत अनुसार नम्बर अरविन्द पाल 11-15 अरविन्द पालले एक नम्बर थप्दै 11 बनाएको छ भने एसआइबिसी येल्लो 15 राम्रो प्रहार बल पाइसकेको छ फेरि पनि एसआइबिसीले बल पट्टीमा हानेको छ यसको फाइदा अरविन्द पाल 12-15 अरविन्द पाल 12 एसआइबिसी 15 राम्रो प्रहार तर बल उठिसकेको छ बल कट्न सकेन यसको फाइदा साउदी फ्रेन्चलाई सरी एसआइबिसीलाई व्हाट इज नेम दिस नट गुड नेम एसआइबिसी व्हाट इज दिस एसआइबिसीको 16 भएको छ भने फेरि पनि एक नम्बर थपिसकेको छ एसआइबिसी 17 अरविन्द पाल 12 4 नम्बरले लिड गरिरहेको छ एसआइबिसीले व्हाट इज दिस 5 राम्रो प्रहार थियो फेरि पनि बल बाहिर यसको फाइदा एसआइबिसीलाई एक नम्बर थपिसकेको छ अरविन्द पाल 13 एसएफइसी 18 व्हाट इज दिस यार दिस इज भेरी bad language. फेरि पनि नम्बर अरविन्द पाल 14 साउदी फ्रेन्च 18 राम्रो प्रहार गर्दै एक नम्बर थप्दै साउदी फ्रेन्चले एक नम्बर थप्दै साउदी फ्रेन्च येल्लो एक नम्बर थप्दै 19 बनाएको छ भने अरविन्द पाल 14 राम्रो प्रहार तर बल उठिसकेको छ होइन नम्बर बल पाएको छ फेरि पनि एक नम्बर पाएको छ अरविन्द पाल 15 साउदी फ्रेन्च येल्लो 19 चान्स बल पाएको छ लक्की बल राम्रो प्रहार गरेर एक नम्बर थप्दै आफ्नो टिमलाई 20 बनाएको छ 20 एसआइबिसी 20 बनाइसकेको छ भने अरविन्द पाल 15 राम्रो प्रहार थियो तर बल उठिसकेको छ राम्रो प्रयास थियो तर बल कटिन अरविन्द पालको कोरबाट त्यसको फाइदा फेरि पनि साउदी फ्रेन्च 21 अरविन्द पाल 15 21-15 रेफ्रीको सङ्केत अनुसार बल पोइन्ट अरविन्द पालको 16-20 17-20 अरविन्द पाल 17 एसआइबिसी फेरि पनि नम्बर गुमाएको छ एसआइबिसीले यसको फाइदा अरविन्द पाल 18-20 18-20 मात्र 2 पोइन्टले लिड गर्दैछ साउदी फ्रेन्च
राम्रो प्रहार थियो तर बल बाहिरिएको छ। बल बाहिरिएको छ। यसको खेलाडी मित्रहरू रेफ्रीलाई छोडिदिनु होला प्लिज। रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ। 21-18 थियो तर बल चेक हुन पुगेको छ। यसको फाइदा साउदी फ्रेन्चलाई। 22-18 दर्शक महानुभावहरू थोरै बाहिरिएर हल्ला गरिदिनु होला। चेकआउट अर्जुन थालले चेकआउट गरेको छ। यसको फाइदा अर्जुन थाललाई। अर्जुन थाल 19 साउदी फ्रेन्च येलो 22 19-22 राम्रो प्रहार थियो तर बल आफ्नै पट्टीमा। यसको फाइदा फेरि पनि अर्जुन थाललाई। अर्जुन थाल 20-22 2 पोइन्टले लिड गर्दैछ साउदी फ्रेन्च। राम्रो चान्स पाएको छ अर्जुन थालले। फेरि पनि चान्स पाएको छ साउदी फ्रेन्चले। चान्स पाएको छ। राम्रो प्रेस छुक्काएर राम्रो झुक्क्याएर गुड प्रेस गरेर आफ्नो टिमलाई 1 नम्बर थप्दै सेकेन्ड लास्ट बनाएको छ साउदी फ्रेन्चले भने। अर्जुन थाल 20 राम्रो प्रहार गर्दै अर्जुन थालले 1 नम्बर थप्दै 21 बनाएको छ भने साउदी फ्रेन्च येलो 23। बसी यो सिधैमा ठ्याक्कै गाना भएछ है। रेफ्रीको सङ्केत अनुसार चेक आउट भएको छ। यसको फाइदा चेक आउट गरेको छ साउदी फ्रेन्चले। यसको फाइदा साउदी फ्रेन्चलाई। साउदी फ्रेन्च 1 नम्बर थप्दै लास्ट बनाएको छ भने अर्जुन थाल 21 लास्ट 21 चेक आउट गर्दै 1 नम्बर थप्दै अर्जुन थालले 22 बनाएको छ भने एसआइबिसी येलो लास्ट 22 लास्ट राम्रो प्रहार थियो तर बल आफ्नै